हेलो एभ्रिवान, आज हामी कुरा गरौँ संसारकै सबैभन्दा ठुलो फल कटहरको बारेमा। कटहरको उत्पत्ति भारत र दक्षिण पूर्वी एसियामा भएको मानिन्छ। कटहरको साइन्टिफिक नेम अट्रोकार्पस हेटेरोफिलस हो भने यो मोरेसी फ्यामिलीमा पर्छ। कटहरमा भिटामिन सी, भिटामिन B6, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ। कटहरको सेवन गर्नाले मुटु रोग लाग्ने सम्भावना धेरै हदसम्म कम हुन्छ। हेलो एभ्रिवान, आज हामी कुरा गरौँ संसारकै सबैभन्दा ठुलो फल कटहरको बारेमा। कटहरको उत्पत्ति भारत र दक्षिण पूर्वी एसियामा भएको मानिन्छ। कटहरको साइन्टिफिक नेम अट्रोकार्पस हेटेरोफिलस हो भने यो मोरेसी फ्यामिलीमा पर्छ। कटहरमा भिटामिन सी, भिटामिन B6, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ। कटहरको सेवन गर्नाले मुटु रोग लाग्ने सम्भावना धेरै हदसम्म कम हुन्छ।